श्री गुप्तेश्वर महादेव दर्शन गर्न नुवाकोट जिल्लामा पर्ने रहेछ। अहिले भोलि गुगलमा हिँडिरहेको छौँ। दिदी म ज्वाइँ नदी यसरी बगिरहेको छ। गुप्तेश्वर महादेव भगवानको थान यसरी देखिनु भएको छ। दिदी गुप्तेश्वर महादेव गरेर जानु पर्दो रहेछ महादेव मन्दिर। गुप्तेश्वर महादेव दर्शन गर्न गइरहेको छु। हर हर महादेव, जय शम्भु, जय भोलेनाथ। अब झलुङ्गे पुल गरेर जाने क्रममा सकिने क्रममा अब भगवानको थानको उकालो बाटो चढ्दैछौँ। अब हामी यहाँ जल भरेर जाँदैछौँ। माथि मन्दिरको छानछाप चटनले भरिएको भित्र भगवान् दर्शन हुनुहुन्छ। अब हामी यहाँ जुत्ता चप्पल खोलेर अब हामी चाहिँ माथि चढ्ने क्रममा छौँ। तल यसरी त्रिशुली खोला मजाले बगिरहेछ। एकदम सौन्दर्य खोला पहाड सबै छन्। जल भरेर मन्दिरको सिँढी गुप्तेश्वर महादेव मन्दिरको सिँढी चढ्दैछौँ। जल भरेर एकदमै रमणीय पहाडको फेदमा यसरी झरनाहरू झरिरहेको अवस्था छ। तपाईँहरू पनि यो साउन महिनामा भक्तजनहरू यस्तो रमणीय ठाउँमा भगवानको थानमा आउनुहोस् भन्न चाहन्छु। दिदी चढ्दै हुनुहुन्छ? भगवान् गणेश भगवान् हुनुहुन्छ। जय गणेश। गणेश भगवान्लाई दर्शन गरेर यहाँ अब यस्तो झरना छ। यहाँ हेर्नु रमणीय छ पहाड, यस्तो पहाडबाट झरेको झरनाहरू। सौन्दर्य ठाउँ छ। ढुङ्गाको कापबाट जानुपर्ने हुन्छ गुप्तेश्वर महादेव जाने बाटो। यहाँ चाहिँ शिलाहरू छ भगवानको। महादेव